हेलो साथीहरू, दर्शन नमस्ते। अहिले चाहिँ म यहाँ हाम्रो रक्सी पार्ने ठाउँमा छु होइन। हाम्रो किराँतीहरूको चाहिँ रक्सी पार्ने ठाउँ अलग हुन्छ, खाना बनाउने ठाउँ अलग हुन्छ होइन। अहिले चाहिँ म यहाँ अब रक्सी पार्दैछु। यो चाहिँ अब अन्तिम पर्ने भनौँ न। पर्ने भनेको चाहिँ 1 पर्ने 2 पर्ने 3 पर्ने हुन्छ। लगभग रक्सी चाहिँ 7-8 पर्नेसम्म बनाउँछ, तर 3 पर्ने रक्सी 2 पर्ने चाहिँ एकदम खराब हुन्छ है त साथीहरू। यो चाहिँ अब एकदम अब अन्तिम पुगिसकेको छ होइन। यसलाई चाहिँ फसी, यसलाई पगाडी भन्छ होइन। अनि यसलाई फुङ्गा भयो। यो चाहिँ पगाडी, यो चाहिँ सास नजाओस् भित्रबाट, हावाहरू नजाओस् भनेर खासमा लगाएको होइन। यसलाई के भाटा भन्छ। यो भित्र रक्सी जम्मा हुने ठाउँ ठ्याक्कै यो बिचमा चाहिँ रक्सी जम्मा हुने एउटा भाँडा राखेको हुन्छ। त्यो भाँडाले चाहिँ पहिनी भन्छ है त साथीहरू। यहाँ भन्दैछ अब हिजो रातभरि खाएको होला 2 बजीसम्म होइन। अन्धारो राम्रोसँग जेल भएको छैन, फेरि भन्दै रहेछ यहाँ चिज। अब मैले 4 पर्नेदेखि चाहिँ मैले यहाँ पन्नेहरू उतार्दा गरेको। यो चाहिँ अन्तिम पर्ने है त। अब उठ्नु पाएको छैन है साथीहरू। यहाँ अरू बेला चाहिँ यहाँ मेरो बाबु बस्नुहुन्थ्यो होइन। आज चाहिँ म बस्दैछु। आज भर्खर उठेर क्या, अनि मै पनि बिजी हुनुभयो। खानाहरू बनाउँदै हुन्छ होला। म चाहिँ यहाँ रक्सीपट्टि कुद्दैछु। अरू बेला बाबा आएर बस्नु नि यहाँ, आज चाहिँ म बस्दैछु त। यस्तै हो अब किराँतीहरू घरमा बिहान बेलुकै रक्सी हो, चाट हुन्छ है। नखानु त भन्छ यस्तो अशुद्ध चिजहरू, तर अब नखाइ नहुने। जन्मेदेखि मरेसम्म चाहिने नै यो रक्सीहरू होइन। किराँती घरमा चाहिँ भन्दैछ अब यहाँ चिज यसो अन्तिम पर्ने हो। यो पानी तातेपछि उतार्नुपर्छ। ल साथीहरू, अब पनिर निस्किसकेको छ होइन। पनिर चाहिँ कसरी यो यहाँ जब बाफ आउँछ नि यो पानी तातेर, तब चाहिँ अर्को पानी चेन्ज गर्नुपर्ने हुन्छ हामीले होइन। ल अब म चाहिँ यहाँ यसलाई चाहिँ पनिर निकाल्नु भन्छ। अब चाहिँ साथीहरू म फेरि नयाँ काम गर्न लागेको छु ल। चिजहरू यस्तो यहाँ भत बाफ आइरहेको छ यहाँ बाफले। एकदमै यहाँ चाहिँ रक्सी झर्ने पहिनी छ होइन। कालो यहाँ देख्नुभयो नि। अब यहाँ चाहिँ म फेरि नयाँ काम गर्न लागेको छु ल। अब चाहिँ म यहाँ यो के हो साथीहरूलाई थाहा छैन होला, किराँती भएपछि यति त हुनु पऱ्यो नि होइन। ढ्याक्कसँगले यहाँ चाहिँ मोमो छ ल। यो मोमो चाहिँ म होइन यहाँ रक्सीमा के भाँडामा हालेर ठ्याक्कै यहाँ पहिनी पनि छ नि त, यहाँ अडेर ठ्याक्कै यहाँ अडिन्छ पनि। म यहाँ राख्दैछु है त। अब किराँती जेठा भएपछि यति त गर्नै पऱ्यो होइन। यो चाहिँ मैले नयाँ टेस्ट गर्नु लागेको होइन साथीहरू। अब आज खाइ हेरौँ कस्तो हुँदो रहेछ है त। ल बाल भयो त साथीहरू। ल ट्याक्कसँगले अब यहाँ होइन ठिक्क यहाँ मुनि अब पहिनी पनि भयो ठ्याक्कसँगले होइन। अवस्था बबाल भन्छ त साथीहरू यहाँ। अब मैले यसलाई छोपिदिएँ, होइन यसलाई छोप्नु हुन्न होइन। ल ठ्याक्क हट्यो है त भाइलाई। यो चाहिँ पगडी हो होइन। यसले सास नजाओस् भनेर लगाइन्छ। पानी चाहिँ म कम हाल्छु साथीहरू होइन, किनभने मासु पनि बोइल गरेको हो। अनि जो पनि एकचोटि मोमो चाहिँ पाकिसकेको र थोरै मात्रै ततायो भने हुन्छ, 1-2 मिनट होइन। त्यो भएर पानी चाहिँ म यहाँ कम हालेको छु। अब यसलाई चाहिँ साथीहरू के भन्छ भने हाम्रो साम्बाङ भाषाबाट चाहिँ सट्ठे पनि भन्छ होइन। तर यसको ठ्याक्कै नेपाली ठेट भाषा चाहिँ छैन होला होइन। कतै नेपाली शब्दकोश पनि भेटेको चाहिँ छैन। त्यसलाई ठालुवा अनि सट्ठे भन्छ है हामी।
किरात साम्पाङ राईहरूले चाहिँ ल अब धेरै नै यहाँ लगभग पानी उम्लिन्जेल यहाँ सास बाफ आइन्जेलसम्म चाहिँ यसलाई तताउनुपर्छ होइन नयाँ टेस्ट हो है कस्तो हुन्छ खाइहेरौँ अथवा गरी हेरौँ भनेर तपाईँहरूले पनि गर्नु होला होइन आफ्नो टेस्ट हुन्छ नि त मलाई मिठो लागेको अब तपाईँहरूलाई मिठो नलाग्नु पनि सक्छ होइन त्यही भएर तपाईँहरूले पनि एकचोटि खानु मन लाग्यो गर्नु मन लाग्यो यसो गरी हेर्नु होला है त साथीहरू मेरो लगभग पानी पनि निस्किसक्यो होइन पुरै यहाँदेखि बाफ निस्किसकेको छ होइन यदि बाफ निस्क्यो भने भइहाल्छ फेरि धेरै बाफ आयो भने चाहिँ लामो समयसम्म बाफ आयो भने चाहिँ फेरि रक्सी डढ्छ क्या यहाँ न भाइको नयाँ टेस्ट राखिदिउँ न पिकी भाइ पनि पुरा आउँदैछ यसलाई राखिदिउँ आम्मामा भाइ हेर्न चिज यो नि त नि यति गर्नु पऱ्यो नि है राति घरमा होला नयाँ टेस्ट योभित्र के छ त हाम्रो होइन ठ्याक्क रक्सी अडिने भाँडा पैनी रक्सी योभित्र हो है हतार छ है आम्मामा चिज त चिज त यो हो नि त नि रक्सी हातमा रक्सी यतामा रक्सी म रक्सी दियो रक्सी रक्सी भन्नु भइरहेको त भाइ ठिक छ है बाल्छ ल तपाईँहरू त लड्नुहुन्छ नि त अनि पुर्लुके रक्सी मुमालेको खान्छ हौ रक्सी मुमालेको हो त माछावाला खान्छ भने यहाँ रक्सीमा त ताताको थियो त पछाडि खानु माथि झुकाएर भाइ पेला भाइ त हामी सक्दैन भाइले पेसा लागि सही भाइ त है ठिक छ नयाँ टेस्ट भाइ लियो न पिके भाइ पुर्लुकै लड्ने भयो कि मोमो पुर्लुकै यस्ता रक्सी दही यहाँ चाहिँ जति खानु मन छ घरमा पनि तर रक्सीले चाहिँ आफूलाई नखाओस् भन्ने है अन्त बेलुका खाएको छ बिहान उठ्दिनदेखि मुखले नै दुःख छ रक्सीले नै मुख दुःख छ खानु चाहिँ खानु बाँचिन्जेल मग नै तर रक्सीले नखाओस् भन्ने हो खासमा ठिक छ नि टेस्ट गरेर चिज ठिक छैन ठिकै छ नि है फुल यसको फ्लेभर ल सयपत्री फुल भयो
म त नदेखेँ भर्खर दाइले भन्दाखेरि भयो होइन त्यही हुन्छ कलरै फेरि त्यस्तै आएको नि चुस्मुख दाइले यहाँ यो हो नि त नि खाने त अनेक अनेक हुन्छ दाइ चिन्दिनु भयो आइडिया त ठिक छ ठिक छ बदाम साग चाहिँ ऊ नि कलर थियो नि कलर बदाम साग होइन बदाम चाहेको चाहिँ सही छ नि त यहाँ आज बिर्स नि भयो ओइ पर्दा धन है ममले नै माथ्यो ममले माथ्यो एकदम ममले नै माथ्यो दानी मासु त माथि आई काम हैन गोल्डन लक लिउँ गोल्डन लक पर्छ नौसिनबाट अहिले अनि खोला झर्ने काशीको बना खानु पर्छ होइन है पौडी खेल्दै फेरि एकैछिन फेरि हुन्छ कि त त्यहाँ त पौडी खेल्दै हान्नुपर्छ फेरि हुन्छ तर दह छ र के दर्ज आएर पानी भिज्लायो दाइले यस्तो यस्तो गर्नुभयो त यहाँ आज धेरै भयो कि भन्दै होइन यो मोमो नै खतरा भयो के यो पकाइ नै स्टाइलै खतरा भयो माथि हाल्यो नि चिज त भाइ बल गर भाइ म त सकिने साइड लागिसक्यो त यसरी यो एग्नेस भाइ फर्स्ट 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 यो यसलाई चाहिन्छ बाखमै चाहिन्छ है त यसले अस्ति नै खाने बनाएर गराएको आज जिताएको छ कि बल गर पर्दा किरानी ठाने itu nda यहाँ न ट्र्याक्टर नि यहाँ कचिन्डो गान्ने गर्नु ए उयो सल कल अघि सल भने सलौ भन्छ नि यहाँ फेरि धामी पनि छ नि त यहाँ दाइ बिचमा फेरि तर यस्तो यो केयर नगरेर मेटिहाल्यो कि सबै अलिअलि केयर गरेर त हुन्थ्यो केयर नगरेर नपुगेर मेरो मेटिहाल्यो कि मार्यो अब रेनी नै बनाइदियो पगार भाइ फन्को लाग्यो गरे